सेवन्ने गाइज गुड मर्निङ सबैजनालाई र अहिले चाहिँ हामी चाहिँ यहाँनिर अहमदाबाद आइपुगिसकेको छ र देख्न सक्नुहुन्छ यहाँ सबैजना नर्थ इस्टहरूको हो र यहाँ चाहिँ छ हाम्रो ग्रुप यहाँनिर। सो अब चाहिँ हामी यहाँनिर उता जानु आँटेको यहाँदेखि चाहिँ बसमा जानुपर्छ अरे नि त र यहाँ चाहिँ हामीलाई वेलकम गर्नुको लागि चाहिँ दामी उयो के पो बजाउँदैछ बहिनी बाजहरू बजाउँदैछ है हामीलाई गुजरातीको त्यो एउटा ट्रेडिसनल ढोलहरू हामीलाई वेलकम गर्नुको लागि चाहिँ हामीलाई यहाँनिर पर बजाइरहेको छ। सो हामी पनि जानेवाला छौँ। सो तपाईँहरूलाई देखाउँदै गर्छु आजको अपडेट। सो अब चाहिँ गुजरात आइपुग्यो नि त सुन्नु हुँदैछ ल यो चाहिँ नर्थ इस्टलाई वेलकम गर्नुको लागि हो। पर चाहिँ गुजरातीको मेन उयो के भन्छ अब इन्स्ट्रुमेन्टहरू बजाउँथ्यो हो। सो बाबा गाइस तपाईँहरूलाई अपडेट दिँदै गर्छु अब पर गइरहेको छ बाई चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ लाइनमा बसिरहेको छु पछाडि हो र अगाडि केको लाइन छ। सो डान्स गर्ने हो पर डान्स गर्ने हो हामीलाई वेलकम गर्नुको लागि चाहिँ साह्रो दामी त्यहाँ वेलकमिङ हुँदैछ हाम्रो लागि चाहिँ हो। पर चाहिँ नागाल्यान्डको जाँदैछ र हामी चाहिँ अब पछाडि छु सिक्किम पछाडि र अब हाम्रो टर्न सो हेर्दै गर्नु होला हाम्रो सानो ब्लग एउटा रिजर्ट रहेछ त्यो भन्ने जग्गामा आइपुगिसकेको छु। सबै नर्थ इस्टको चाहिँ यहाँ राखेको रहेछ हो। देशी ए जान के हामी यहीँ राख्छ हजुर गुवाहाटीलाई होइन कैसा लगा यहाँ पर राखे अच्छा लगा और हमें यहाँ पर हामीलाई चाहिँ यहाँ राख्ने रहेछ हो देख्न सक्नुहुन्छ यहाँ सबै नर्थ इस्टको रहेछ यहाँ चाहिँ। हेलो हमको यहीँ पर राखेका सो यहाँ चाहिँ भिड छ पुरा बिग्न। अब चाहिँ हामीले ब्रेकफास्ट पनि गरिसक्यो। ब्रेकफास्ट गऱ्यो सिस्टिका ब्रेकफास्टमा चाहिँ के थियो भने चाहिँ गुजराती उयो रहेछ मतलब उनीहरूको त्यो पुलाउ जस्तै रहेछ तर रहेछ नुन पनि चिनी पनि हो के बुझ्नै सकेन अन्त हामीले खाएन धन्न हामीले वाइवाई लिएको थियो त्यो वाइवाई खायो हो खाएन वाइवाई त्यो गुलियो भन्नु कि त्यो पिरो भन्नु कि के भन्नु चिनी भन्नु कि नुन भन्नु कि के बुझ्नै सकेन हामीले गुजराती खाना चाहिँ हो। हामी यहाँनिर आज हामीलाई फेरिरहेको छु देशी बुङचिपा दिनु भएको थियो त्यसमा चाहिँ गुलियो पनि भन्नु सक्दिनँ अमिलो पनि भन्नु सक्दिनँ नुनिलो पनि भन्नु सक्दिनँ के बुझेन हाम्रो नर्थ इस्टले चाहिँ खाएन होला कसले पनि हो हाम्रो नर्थ इस्टकोले सबले खाँदैछ फ्याले कसले खाएन होला। तिमीलाई गरम भयो भने चाहिँ तिमी यहाँ आएर स्विमिङ गर्नु पनि सक्छ हो यहाँ स्विमिङ पुल पनि राखिदिएको रहेछ देख्नु सक्नुहुन्छ गाइस। अब मलाई त स्विमिङ खेल्नु मन पर्यो आउँछ तिमीलाई म त्यस्तो चाहिँ आउँदैन ब्लिचिङ पुरा हालेको रहेछ है ए के धेरै कतिजनाले सिस्टिका भाइ तिमीलाई गरम भयो भने यहाँ स्विमिङ खेल्न सक्छ ल चाहिँ हामी खेल्नु सक्ने पनि उयोहरू रहेछ हो यहाँनिर हाँसमा बसिकन यसरी डुल्नु पनि सक्ने रहेछ। यहाँ चाहिँ तेन्जिङ शेर्पा अघि चढिसक्छ माथि हो यहाँ चाहिँ केटाकेटीहरूको खेल्ने जग्गा पनि रहेछ देख्नु सक्नुहुन्छ र यसमा चाहिँ खेल्नु चाहिँ पुरा मजा आउँछ तर चुटिसकेको रहेछ चाहिँ हो साह्रै ठुल्ठुलो केटाकेटी आएको छ नि यहाँनिर लस है
सिक्किमबाट आएको छ नि म चाहिँ म चाहिँ सृष्टिका र म चाहिँ यहाँनिर अरू खेलेको रमिता हेर्दै बसिरहेको चाहिँ देख्नु सक्नुहुन्छ जाऊ तिमी पनि खेल पिङ सो गाइस अब चाहिँ हामीले रुम पाइसकेको छु सो दिस इज आवर रुम यहाँनिर चाहिँ हामी 10-10जना बस्नु हो अनि यहाँ बेडहरू पनि लगाइदिनुहुन्छ सो फाइनली रुम पाइसकेको छ हामीले कस्तो लाग्यो रुम दामी यतिको रुम पाएछ तिमीले भनेको राम्रो भने तिमीले वासरुम राम्रो भनेको वासरुम राम्रो रहेछ हो सो फाइनली रुम चाहिँ राम्रै पायो खुसी लाग्यो सो अब चाहिँ हामी बाहिर निस्किसकेको छौँ देऊ न गो म चाहिँ अहिले रहा हमारा वो नागालैंड का फ्रेंड क्या है तुम्हारा नाम मानन तो अभी हम लोग जा रहे हैं दुकान कुछ खरीदने के लिए क्योंकि सामान वगैरह नहीं है ना इसलिए और यहाँ देख सकते सब लोग स्विमिंग खेल रहे हैं यहाँ पर सब लोग स्विमिंग सो गाइस देख्नु सक्नुहुन्छ यस्तो दामी रिजोर्टमा चाहिँ हाम्रो राखेको छ मेरो उयो वाटरमेलन यहाँ ल्याउने छिटो मेरो सृष्टिका र मेरो सो गाइस अब चाहिँ हामी दोकान गएको हेर्दै जानु हामीले चाहिँ यहाँनिर दोकान पाएन दोकान जानुको लागि 2 किलोमिटर टाढो दोकान जानु पर्दैछ हो सो अब चाहिँ हामी दोकान 3 किलोमिटर जस्तो टाढोमा चाहिँ यहाँ चाहिँ दूर तर कुछ नै जस्ट यहाँ पर गुजराती आन्टी हमारे जैसा वहाँ नहीं है ना दुकान वगैरह हमारे पास होता है घर में पर इधर बहुत दूर है हमें यहाँ रिजॉर्ट पे रखा है हमारे लिए नागालैंड बॉय भी लाया है बॉडीगार्ड हमें बॉडीगार्ड के हमें कुछ हुआ तो यहाँ पर हमारे लिए नागालैंड का बॉडीगार्ड हामी चाहिँ आइपुगिसकेको छु तो यही है सबसे बड़ा वाला दुकान इस जगह में क्योंकि इतना दूर दूर तक दुकान वगैरह कुछ नहीं मिलता है इधर और ऑटो वाला भैया ने यहाँ लेकर आया है देख सकते दुकान वगैरह यही है तो हमको यही खाना पड़ेगा क्या क्या मिलता है देखो सृष्टिका के किने हो एउटा कोल्ड ड्रिङ्क चाहिँ खानुहुन्छ होला हौ हामीले यहाँनिर एक बोरा मिठाई किनिकन गएको छु हो सृष्टिका बोरामै एक बोरा हो सो अब चाहिँ हामी ब्याक त्यो हाम्रो उयसमा जाँदैछौँ के भन्छ त्यो जग्गाको नाम ऊ पर त्यो रिजोर्टमा जाँदैछु हो त्यसले गाइस हामी चाहिँ रुममा खानासाना खाएर पनि आएर चाहिँ हामीले अघि उयो खरबुजा किनेको थियो वाटरमेलन त्यो खाँदैछु कसरी रहेछ नाना वाह है दामी रहेछ कतिको दामी जाडो होइन गरम सो हामी चाहिँ इन्जोय गर्दै खाँदैछु गाइस यही देख्नु सक्नुहुन्छ तपाईँहरूले हो ये खाने का कुछ मजा है कुछ और है इभिनिङ टाइम भइसकेको छ होइन र हामी चाहिँ यहाँ डान्स प्र्याक्टिस गर्दैछौँ यहाँ बोइज भर्खर डान्स प्र्याक्टिस गरिसक्यो र हामीले भर्खर डान्स प्र्याक्टिस गरिसकेको वाउ गाइस कस्तो मजाको देख्यो चराहरू त्यस्तो दामी उड्दैछ यहाँनिर गयो हो सो अब चाहिँ हामी डान्स प्र्याक्टिस गर्ने सो अहिलेको लागि चाहिँ बाबा यति नै गाइस अब चाहिँ नि हाम्रो रिहर्सल भइसकेर चाहिँ मेरो भिडियोलाई चाहिँ म एन्ड गरौँ भनेको मेरो ब्लगिङलाई चाहिँ हो यहाँ नाना चाहिँ हाँस्नु हुँदैछ अब चाहिँ रिहर्सल भइसक्यो फेरि रिहर्सलै गर्नु पर्छ लाग्छ सिकेको छ डान्स थ्याङ्क यू नाना हर्ने भयो टिचरहरु खतरा छन् एकैताल हर्ने भयो झन् तपाईँ यताहरू चाहिँ झन् खतरा है खतरा नानाले सिकाउनु भनेर चाहिँ मैले सिकेको थ्याङ्क यू सो मेरो ब्लगलाई चाहिँ म एन्ड गर्दैछु सो बाबा गाइस आजको लागि यति नै छ थ्याङ्क यू फर वाचिङ माई भिडियोज बाबा आजको लागि चाहिँ यति नै सो यहाँ चाहिँ अहिले फिलहाल चाहिँ यहाँनिर रिहर्सल हुन्छ अब